अहिले सोशल मिडियाहरुमा निकै ट्रेन्डिङ यो गीत। तपाईहरुलाई के लाग्छ, के यो गीत साँच्चै आदित्य श्रेष्ठले गाएको हो त कि एआई ले गाएको हो? पहिला यो भिडियो हेर्नुहोस्। जुन गीत अहिले टिकटकमा ट्रेन्डिङमा चलिरहेको छ, जुन उहाँले एआई बाट बनाउनु भएको हो, जुन गीत अहिले सबैजनाले मन पराइदिनु भएको छ र उहाँमाथि अहिले अन्याय पनि भएको छ, त्यो अन्यायको बारेमा फुल भिडियो पनि हालिदिएको छु, हेर्नु होला। अनि यो भिडियो पनि हेर्नुहोस्। नमस्ते, म सिंगर आदित्य श्रेष्ठ। अहिले चाहिँ मेरो गीत चाहिँ टिकटक भरि नै छ्यापछापी पुरै भाइरल छ, पहिलो हाँसो पहिलो बोलाइ। यो गीत तपाईहरुले धेरै रुचाइदिनु भएको छ र मलाई धेरै माया गरिदिनु भएको छ। कन्फ्युज्ड? आउनुहोस् म क्लियर गरिदिन्छु। यो गीतलाई भवन लिम्बू भन्ने ब्रदरले एआई को प्रयोगद्वारा रचना गर्नुभएको, यो उहाँको भनाइ छ। नमस्ते सबैजनालाई, म भवन लिम्बू। आज तपाईहरु सामु म केही कुरा राख्न आइरहेको छु। यो अहिले टिकटकमा ट्रेन्डिङ पहिलो हाँसो पहिलो बोल भन्ने गीत मैले एआई बाट बनाएको गीत हो। जुन गीत चाहिँ अहिले एकजना ब्रदरले मैले गाएको गीत हो भनेर टिकटक भरि लाउनु भएको रहेछ, युट्युब भरि त्यसरी झुटो गरेर लाउनु भएको रहेछ। मैले त्यो गीत चाहिँ 3 हप्ता अगाडि अपलोड गरेको थिएँ, उहाँले चाहिँ डाउनलोड गरेर 6 दिन अगाडि लाउनु भएको रहेछ। अनि म त्यो गीतको मसँग प्रुफ डिटेल मैले बनाएको त्यो लिरिकहरु डिटेल मसँग छ। उहाँको भनाइ अनुसार यसरी आजभोलि एआई द्वारा गीत रचना गर्न खासै गाह्रो कुरा हैन, किनभने केही वर्ष अगाडि मैले स्वयं पनि एआई को मद्दतद्वारा गीत बनाएको थिएँ। तिमीले नै संसार रंगीन बनायो, मेरो जीवनमा उज्यालो झल्कायो, हाँसोमा तिम्रो म मुग्ध छु यहाँ, मेरो जिन्दगी तिमीले सजायो। तर आदित्य ब्रदरले भने फेरि आफैले गाएको गीत हो भन्दै बयान गर्दै हुनुहुन्छ। बट वेट, जहाँसम्म मैले विश्लेषण गरे यो रचना यो गीत आदित्य ब्रदरको होइन भन्ने मलाई पक्का भएको छ र यहाँहरुलाई पनि पक्का होस्। तर कसरी? एकचोटी यो भिडियो हेर्नुहोस्। पहिलो हाँसो पहिलो बोलाइ सबै याद छ, अनि फेरि यो पनि हेर्नुहोस्। पहिलो हाँसो पहिलो बोली सबै याद छ। ल ठिक छ, अलि नर्भसनेसमा उहाँले एउटा शब्दलाई मात्र यसरी मिस्टेक गाउनु भएको हो भने पनि ठिकै छ। तर आदित्य ब्रदरको भनाइ अनुसार आर्यन श्रेष्ठ च्यानलमा पनि एकपटक हेरौँ न त, किनकि उहाँको भनाइ अनुसार त ओरिजिनल सङ त्यहाँ छ। युट्युबमा गएर आर्यन श्रेष्ठ भनेर सर्च गर्नु भयो भने पनि त्यहाँ भेट्न सक्नुहुन्छ। यो गीत आर्यन श्रेष्ठ युट्युब च्यानलबाट रिलिज भएको छ। उसो भए आर्यन श्रेष्ठ च्यानलमा गएर सुनौ न त, लिरिक्स मिल्छ कि मिल्दैन। सुन्नुभयो त, यहाँ न त बोली यहाँ न त बोलाइ शब्द प्रयोग भएको छ, यहाँ त बोल शब्द प्रयोग भएको छ। त्यसै गरी भवनिस च्यानलमा पनि यही शब्दको प्रयोग भएको छ। पहिलो हाँसो पहिलो बोल सब याद छ। अनि यहाँनिर अडियो क्वालिटीको पनि कुरा गरौँ। जसले ओरिजिनल सङ भनिरहेको छ नि, उसको अडियो क्वालिटी पुरै लो छ, तर भवनिस च्यानलमा गएर सुन्ने हो भने अडियो क्वालिटी एकदम अखा छ, बेटर। ल ठिक छ, यो पनि भइहाल्यो। तर आदित्य ब्रदरको मेन च्यानल अथवा आर्यन श्रेष्ठ च्यानल अथवा उहाँको कुनै पनि पेजमा कतै पनि ओरिजिनल्ली रेकर्डेड म्युजिकको प्रुफ नै छैन। बरु यसरी एआईद्वारा निर्मित फोटो अनि एआईद्वारा नै लिपसिङ गरिएको भिडियोहरू मात्र देख्न सकिन्छ। अनि उहाँको च्यानलमा गएर हेर्यो भने सुशान्त केसीको गीतलाई समेत पनि एआईद्वारा कभर गरिएर बनाएको गीत देख्न सकिन्छ। भन्नुको मतलब उहाँले पनि एआईको प्रयोग गर्न जान्नु भएको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। अनि यदि ओरिजिनल्ली उहाँले रेकर्ड गर्नुभएको गीत हो भनेदेखि पक्कै पनि रुममा बसेर मोबाइलको माइकबाट त रेकर्ड भएन होला पक्कै पनि, हैन? अब यसरी गीत रेकर्ड गर्न लागि त एउटा पर्फेक्ट स्टुडियो चाहिन्छ, प्रोफेसनल स्टुडियो चाहिन्छ, हैन? अनि प्रोफेसनल स्टुडियोमा गएर रेकर्ड गरेको त्यो भिडियो क्लिप्सहरू जसले पनि आफ्नो मोबाइलमा क्याप्चर गरेर राखेको हुन्छ, तर त्यो पनि उहाँको साथमा छैन, बरु डुप्लिकेट छ। एआईद्वारा निर्मित उहाँको लिपसिङ गरेको, स्टुडियोमा गएर गाएको फोटोको सबै डुप्लिकेट छ कि एआईद्वारा निर्मित मात्र छ। अब यी सबै कुराहरूको कन्क्लुजन यही हो कि यो गीत चाहिँ आदित्य श्रेष्ठले गाएका होइनन्, बरु यो एआईद्वारा निर्मित गीत हो जुन भवन लिम्बूको भिडियोसँग मेल खान्छ। अब यसको क्रेडिट भवन लिम्बूलाई जाँदा ठिक होला कि आदित्य श्रेष्ठलाई जाँदा ठिक होला? अब यहाँहरूको विचार कमेन्टमा लेख्नु होला।
है। अब भिडियो मन पर्यो भने लाइक पनि गर्नु होला र हामी फेरि अब अर्को भिडियोमा भेट्नेछौँ। तपाईसको लागि हवस् त बिदा।